एमालेको नेता महेश बस्नेतले 2079 को चुनावमा सोझा साझा सुकुम्बासी जनतालाई नक्कली लाल पूर्जा बाँडेका रहेछन्। फेरि पनि त्यस्तै गर्लान् है। ल यहाँ माथि भिडियो हेर्नु। नमस्कार। केही दिन अघि भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 का रासोपा उम्मेद्वार राजीव खत्री जनतासँग भेटघाट गर्न सूर्यविनायक चित्रपुर पुगेका थिए। उक्त भेटघाटका क्रममा त्यस क्षेत्रका सुवासी जनताले आफ्नो समस्या यसरी सुनाएका थिए। हेर्नुस् यो भिडियो। कति घर माल 3 घर चित्रपुर वडा नम्बर 8 धनीपुर चाहिँ सबै नक्कली पूजा दिएछ। मालपतमा के पनि छैन। अन्त धनीपुर जाति कहाँ गरेर लिनु भएको थियो? बाड्न ल्याएको थियो उनले साउन महिना बाँडेको मङ्सिरमा ल्याएको चाहिँ कसले? महेश बस्नेत। अनि आज त्यही क्षेत्रका एमाले उम्मेद्वार महेश बस्नेतले आफ्नो सामाजिक सञ्जालमा सोही सन्दर्भमा यस्तो भिडियो राखेका छन्। यो पनि हेर्नुहोस्। यहाँको प्रक्रिया हामी अगाडि छोटो समयमै सकिने प्रक्रिया हो नि त। लामो प्रक्रिया त होइन त्यो। सार्वजनिक सूचना पालिदिएर अथवा परेको भ्रम पनि टिपियोस्। यी दुवै भिडियो हेरिसक्दा तपाईले पक्कै पनि केही त बुझ्नुभयो होला। हो, तपाईले पनि मैले जस्तै नै बुझेको हुनुपर्छ। एउटा नेपाली उखान छ नि, चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेको भने चाहिँ। जब कुनै नेताले आफ्नो स्वार्थ पूरा गर्नका लागि जनतालाई बेवकुफ बनाइरहन्छन् तब जनता चुप लागेर बस्दैनन्। पीडित जनताले विद्रोह गर्छन्। सूर्यविनायक चित्रपुरको विचित्र कहानी पनि यसैको एउटा ज्वलन्त उदाहरण हो। महेश बस्नेतले 2079 को चुनाव ताका चित्रपुरका भूमिहीन जनतालाई लाल पूर्जा दिने भन्दै भोट मागेका थिए। त्यहाँका जनताले लाल पूर्जा त पाए, तर नक्कली। हो, तपाईँ ठिक सुन्दै हुनुहुन्छ। एमाले नेता महेश बस्नेत, एमालेबाटै निर्वाचित सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र मालपोत कार्यालय भक्तपुरको मिलोमतोमा चित्रपुरका अबोध जनतालाई दिउँसै थाङ्नामा सुताउने काम गरियो। यो विषयको व्यापक विरोध भएपछि केही सीमित व्यक्तिलाई नक्कली लाल पूर्जा फिर्ता लिएर सक्कली लाल पूर्जा पनि बाँडियो। तर ती सक्कली लाल पूर्जा पाउने अधिकांश एमाले कार्यकर्ता थिए भन्ने आम जनमानसको गुनासो रहेको छ। यो विषयमा सो क्षेत्रबाट निर्वाचित कांग्रेस सांसद दुर्लभ थापा पनि चुप बसे। अब कांग्रेस पनि किन चुप बस्यो यसको अड्कल काट्न त्यति मुस्किल हामीलाई पर्दैन। खैर, जे भए पनि यथार्थ चाहिँ के हो भने चित्रपुरका बहुसंख्यक सोवासी जनतालाई सबै मिलेर झुक्काए र आज पनि पीडित भूमिहीन जनता नक्कली कागज बोकेर न्यायको पर्खाइमा बसिरहेका छन्। हुन त एमाले र महेश बस्नेतबाट सुशासनको के आशा गर्नु, तर आज आफ्नो झुटको पर्दाफास हुने भएपछि बस्नेतजीको मनमा ढ्याङ्ग्रो बजेको छ। त्यसैले त दूधमाथिको ओभानो बन्न आफ्ना झोलेहरूको दलबलसहित मालपोत कार्यालयमा स्टनबाजी गर्न पुगेका छन्। यो त एउटा प्रतिनिधि घटना मात्र हो। खासमा भक्तपुर 2 का जनता महेशको आतंकको यति नराम्रोसँग शिकार भएका छन् कि बताएर साथ देने नै छैन। जग्गा प्लटिङ, ठेक्कापट्टा, डोजर आतंक, ट्रायल सेन्टर, बाटोघाटो र निर्माणका काम जताततै महेश आतंक छ। चित्रपुर होस् वा काँक्राबारी, गुण्डु होस् वा कमेरोटार, जताततै सेटिङ र गुण्डाराज छ। तर अब महेश आतंक र गुण्डाराजको आयु समाप्त भइसकेको छ। यस क्षेत्रबाट आफू हार्ने निश्चित भएपछि महेश बस्नेतको निद हराम भइरहेको छ। यसको प्रमाण महेश स्वयंको सामाजिक सञ्जालबाट प्रकट भइरहेको डरबाट पनि पुष्टि हुन्छ। महेशजीलाई मेरो सुझाव, अब पोका पन्तरा बाँध्न तयार हुनुहोस्। भक्तपुरका जनताले तिमी र तिम्रा मतियारलाई लखट्न धेरै दिन बाँकी छैन। अब भक्तपुरबाट महेश फोबिया र गुण्डाराज सदाका लागि अन्त्य हुँदैछ। चेतना भया।